Hello everyone, good afternoon सबैजनालाई जय मसी। र आज चाहिँ फेरि म तल जाँदैछु हैन। अन्त मेरो चाहिँ तल जाने काम पर्यो अनि म चाहिँ घरबाट निस्केको। आज चाहिँ यति बेसी घाम लागेकोले गर्दा जाउँ कि नजाउँ हुँदै थियो, तर पनि म जान्छु। अनि म चाहिँ कहाँ गएको भनेर म तपाईलाई देखाउँछु ल तल पुगेर। र टिल देन बाइ बाइ। र हामी चाहिँ तल आइपुग्यो। यो चाहिँ हाम्रो होम टाउन, हाम्रो भिलेज चाहिँ यस्तै छ गाइस। अनि अहिले चाहिँ हामी यहाँ आइपुग्यो। यहाँ चाहिँ हाम्रो यो रोड चाहिँ अलिक कच्चा छ हैन। अहिले विन्टरमा चाहिँ यो रोड चाहिँ अहिले अलिक राम्रो भएको छ। जुन जुलाईमा चाहिँ यहाँनिर चाहिँ हिँड्न सकिन्छ हैन। गाडी आएको जस्तो लाग्यो। र यो चाहिँ हाम्रो होम टाउन, यो चाहिँ हाम्रो भिलेज एरिया हो गाइस। सो फाइनली हामी आइपुगेको छ। अन्जली कहाँ गएको अगाडि? यो चाहिँ पुच्का मजाले इडली खायो हैन। पुच्का खाएर टन्नै भएर हिँडेको एकचोटि चाहिँ। यो चाहिँ आरपी गोलाइ भन्छ गाइस। यहाँदेखि चाहिँ हाम्रो घरको लोकेसन आइपुग्छ। त्यहाँदेखि चाहिँ यो हेर्दै गर्नुहोस् ल, म भ्यूहरू देखाउँदै जानेछु तपाईँहरूलाई हाम्रो एरिया। स्टिल देन बाइ बाइ। फाइनली गाइस हामी चाहिँ आइपुगेको छ। हाम्रो यहाँ जुन ठाउँमा हामी आउनु पर्ने थियो नि त्यहाँ चाहिँ हामी आइपुगेको छ। अनि यहाँ चाहिँ यहाँको घरको डिजाइनहरू हेर्नु भयो भने चाहिँ यस्तो दामी हुन्छ कि परै किनेर आइज न। सो गाइस हामी चाहिँ यहाँबाट ओह्रालो जानुपर्ने हुन्छ हैन। अब यहाँदेखि गएर चाहिँ म कहाँ गएको भनेर मेन लोकेसनहरू तपाईँलाई देखाउनेवाला छु। सो हेर्दै गर्नुहोस् ल। अन्जली चाहिँ छुर्पी किन्नु गएको अरे पर हो। र हाम्रो एरिया यस्तो छ है गाइस। सो हामी चाहिँ अहिले अब यो ओह्रालो बाटो लागेको हैन। अन्त यहाँ चाहिँ घर थियो अनि बाटो चाहिँ यहाँबाट अर्को बाटोबाट अलिक सजिलो पर्छ भन्दै थियो। अनि तर पनि हामी यही बाटो झरेको हो। अनि गाइस यहाँ चाहिँ यस्तो डल्लो जङ्गल छ है, हेर्नु ल। तल्लो जङ्गलदेखि चाहिँ यो बाटो भएर जानुपर्छ हामी हैन। तर मेन एरिया पुगेपछि चाहिँ फेरि दामी छ त्यो ठाउँ चाहिँ हो। र देखाउने छु, हेर्दै गर्नुहोस् ल। म चाहिँ कहाँ गएको भन्दा चाहिँ आज हामी हाम्रो आफ्नै मान्छे भेट्नु गएको तल हो। उनीहरू चाहिँ तल बस्नुहुन्छ नि त। घरिघरि यो जुत्ताले त लड्छ नि त चप्ली लिएर। गाइस म लड्यो भने चाहिँ सर मर्दो हुन्छ। फोन पनि हातमा बोकिरहेको हुन्छ हैन। र हाम्रो चाहिँ यो बाटो भएर जानुपर्छ। र स्टेसन देखाउँदैछु, जानेछु र हेर्दै गर्नुहोस् होला। बाइ बाइ। अब चाहिँ हामी यो बाटो आइपुगेको छ हैन। यो बाटो चाहिँ हेर्नुहोस् न, मैले चप्ली अलिक हिल भएको चप्ली लिएर आएको थियो। ए हो। अनि गाइस यो बाटो भएर जानुपर्छ हामी चाहिँ हैन। अनि यो बाटो भएर गएर चाहिँ मेन चाहिँ यो जङ्गल काटेपछि चाहिँ आइपुगिहाल्छ। र यहाँ मैले चाहिँ चिकन स्याफाले किनेर बोकिदिएको छु पाहुनाहरूलाई जहाँ म जुन घरमा जाँदैछु उहाँलाई। र किनभने बेसी मिठाई चक्लेट भन्ने कुरा चाहिँ एकदम फेमस भयो कि कोही बेला चाहिँ एक्स्ट्रा डिसहरू बोकेर जानु पनि मजा आउँछ हो। पाहुनाहरू भेट्नु जाँदाखेरि चाहिँ सो हेर्दै गर्नुहोस् ल। अब हामी यो जङ्गल भएर जाँदैछौँ हैन। तर तल पुगेर देखाउने छु ल। बाइ बाइ। यहाँनिर चाहिँ यस्तो बाटो अप्ठ्यारो हैन। ढुङ्गा छ त हौ बाटो त। आम्माम यस्तो बिन्द्राबुन भएर जाँदैछ हामी हो। अन्त तल पुगेर देखाउने छु है तपाईँलाई। र कता आइपुग्दा यसको छानाको ट्युब देख्दै गर्दा चाल पाउनु भयो होला कहाँ जाँदैछ भनेर है। र अन्तमा हामी आइपुगेको छ साथीहरू। यो चाहिँ भयो तपाईँको चन्द्र नर्सरी भनेर भन्छ। यो चाहिँ 1932 मा बनेको एउटा कोठी हो। यो जग्गाको बारेमा चाहिँ मैले धेरै ठाउँमा मैले ब्लग बनाएको छु। तपाईँहरू कतिले मेरो ब्लग हेर्नुहुन्न होला हैन। न्यू कन्टेन्ट क्रिएटर भनेर कतिलाई थाहा हुँदैन है। र म चाहिँ यो ठाउँमा आएको छु। सो गाइस हामी चाहिँ यहीँ आएको आज चाहिँ हैन। यहाँदेखि पल्लोपट्टि चाहिँ मेरो आफ्नो मान्छेहरू बस्नुहुन्छ। बिचरा यो ट्याङ्की देख्दा कस्तो याद आउँछ। पहिला अनि हामीले यो ट्याङ्कीबाट पानीहरू खान्थ्यौँ हैन। अन्त यहाँ तल चाहिँ सेन्ट जुस स्कुल यहाँ पल्लोपट्टि पर्छ हो। यो चाहिँ 1932 भन्ने भएको निर्माण भनेर लेखेको छ। माथि ट्युबमा तपाईँलाई जुम गरेर देखाउने छु म। माथि देख्नुभयो ट्युबमा चाहिँ 1932 निर्माण भनेर लेखेको छ। यहाँ चाहिँ पहिला नि
पहिला चाहिँ इन्दिरा गान्धीहरू आउँथ्यो अरे यो होइन। अहिले चाहिँ यो हिस्ट्रीमा यो पढ्छ, यसको बारेमा पढ्छ भने भन्छ, सायद मलाई थाहा छैन। यो चाहिँ पाम भन्छ गाइस। यो हेर्नुहोस् ल, यो चाहिँ पाम हो होइन। यसलाई चाहिँ के भन्छ इङ्ग्लिसबाट के भन्थ्यो, यो चाहिँ हाम्रो बाइबलमा धेरै कुरामा लेखेको छ। यो कुरा यसको बारेमा चाहिँ होइन, धेरै कुरामा हाम्रो यसको यो रुखको बारे चर्चा छ। र यो चाहिँ एउटा कुवा हो। यहाँ चाहिँ पहिला नेचुरल लोटस हुन्थ्यो अरे होइन, हुन्थ्यो अरे। अनि यहाँ चाहिँ गाईहरू चराउँथ्यो पहिला। अनि हामीले कस्तो याद आउँछ गाइस होइन, हरेक टाइमको एउटा मेमोराइजहरू हुन्छ है। अन्त हरेक जग्गाको एउटा यादगारहरू हुन्छ होइन। सो गाइस हामी चाहिँ पहिला नि यहाँनिर एकदम खेल्थ्यौँ। यहाँ चाहिँ यस्तो दामी दामी र गाइस, यहाँ चाहिँ पहिला यस्तो दामी दामी उयोहरू हुन्थ्यो कि फुलहरू। हेर्नुहोस् न यो फुलहरू होइन। र हामी चाहिँ यहाँनिर पहिला पुरा खेल्थ्यौँ यहाँनिर कुदेर होइन। हामीले यहाँ फुटबलहरू खेल्थ्यौँ यहाँनिर, पिकनिकहरू खान्थ्यौँ यहाँनिर होइन। अनि कस्तो मजा आउँथ्यो होइन। सो हेर्नुहोस् न गाइस, फुल हेर्नुहोस् कस्तो दामी, वा कस्तो दामी। सो हामी चाहिँ उतापट्टि जाने होइन। यसको बारेमा चाहिँ म तपाईँलाई क्लियर गरिदिएको छु होइन। यो चाहिँ कोठी हो। ओए के गर्दैछ, ठिकै छस्? उयो हेर्नु नि, यसको नाम त के भन्छ, लुफी ए के भन्छ। र हेर्दै गर्नुहोस् ल, यो चाहिँ कटरको रुख हो, ठुलो कटर। यहाँबाट चाहिँ पहिला कटर डङ डङ झर्थ्यो होइन। यो रुखबाट चाहिँ कटर झर्थ्यो। अन्त बिहान उठ्दा गुलियो घरै गुलियो बनाइराखेको हुन्थ्यो। त्यहाँदेखि हामीले चाहिँ यो टिपेर गाईलाई दिन्थ्यो होइन। उता त्यो जङ्गल हेर्नुहोस् कस्तो दामी छ। सो गाइस हेर्दै गर्नुहोस् ल, फेरि देखाउने छु। हामी चाहिँ यो घरमा आएको गाइस। र यो घरभित्र चाहिँ अब हामी एन्ट्री हुन आँटेको छ होइन। सायद मैले यो भिडियो यतिमै अन्त गर्नुपर्छ जस्तो छ, किनकि लामो हुने रहेछ गाइस। अनि यो डल्लै एकपल्ट लोकेसन डल्लै खिचेर चाहिँ म यो भिडियोलाई स्टप गर्नेछु। सो थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ, बाई बाई।